नमस्कार सबैजनालाई। आज चाहिँ म डिटेल एनालाइसिस नेप्सेको है। अब चाहिँ अबको चाहिँ कमिङ सिनेरियो चाहिँ के हुनसक्छ त? त्यही कुराको चाहिँ डिस्कस गर्न गइरहेको छु है। ल फेरि इनिसियल अगाडिदेखि नै काउन्टिङ गर्दा चाहिँ मैले हजुरहरूलाई पहिल्यैदेखि भनि नै आइरहा हो। मैले चाहिँ यहाँदेखि 1, 2, 3, 4, 5 भएर चाहिँ हायर डिग्री 1 है। अनि यो हायर डिग्री 2 चाहिँ फर्मेसन भइरहेछ, प्रोसेसमा छ भनेर पहिला नि पहिल्यैदेखि नै भिडियोमा चाहिँ त्यही भनि नै रहेको है। अनि अब यो हायर डिग्री 2 को चाहिँ करेक्सन नै चलिरहेको हो। हायर डिग्री 2 को चाहिँ अब यसो हेर्दा चाहिँ ए फिनिस्ड है, यो बी फिनिस्ड अनि बी पनि यो हायर डिग्री जुन ब्ल्याक कलरमा देख्नुहुन्छ ठुलो सर्कलमा बी अनि यो हायर डिग्री सी है। अब यो सी को लागि चाहिँ प्राइस मुभ भइरहेको देखिरहेछ है अहिलेसम्म चाहिँ मैले यो चाहिँ पहिलेदेखि नै यो सी को लागि चाहिँ प्राइस मुभ भइरहेछ भनिरहेको। अहिले पनि त्यही नै भइरहेछ है। अनि यस्तो टाइपको करेक्सनलाई चाहिँ ट्रिपल थ्री कम्बिनेसन करेक्सन भन्छ। भेरी रेयर है। ग्लिन नेलीको बुकमा चाहिँ यस्तो खाले करेक्सन चाहिँ भेरी रेयर भन्छ। एकदमै अ, बेरिस मार्केटमा बन्ने सिनेरियो है यस्तो चाहिँ एकदम रेयर केस हो है। तपाईँको 5% 10% हुने चान्स हो। अनि अब यहाँदेखि जुन चाहिँ मैले यो हायर डिग्री 1 कम्प्लिट भएर चाहिँ यो 3 वटा सब अर्डिनेट हो जुन सानो ए छ सर्कल लगाएको। यसरी एबिसी भएर चाहिँ ए फिनिस हो है। त्यसपछि फेरि चाहिँ एबिसी भएर हायर डिग्री बी फिनिस्ड। अब चाहिँ एबिसी भएर यो सानो एबिसी भएर चाहिँ हाई डिग्री सी को लागि चाहिँ प्राइस मुभ भइरहेछ भनिरहेको छु है। त्यही नै एक्ज्याक्टली त्यसरी नै प्राइस मुभ भइरहेछ। अनि एमा चाहिँ मैले पहिला भनेको जिगज्याग स्ट्रक्चर हो, 535 स्ट्रक्चर भएको हो यसमा। अनि यो बीमा चाहिँ फ्ल्याट हो 335। जिगज्याग चाहिँ मैले तपाईँहरूलाई चाहिँ पहिल्यै भने न्युज र इभेन्ट बेस पनि हो यो है। 1-2 वटा क्यान्डल चाहिँ न्युज र इभेन्टले चाहिँ एकदमै त्यस्तो टाइपको भन्न खोजेको एकदम रेड क्यान्डल ह्युजली अथवा ग्रिन क्यान्डल न्युजको भरमा चाहिँ ठुलो अथवा रेड क्यान्डल ठुलो बन्ने देखिन्छ है जिगज्यागमा। र यो चाहिँ एकदम डेन्जरस टाइपको हो है। यो चाहिँ तपाईँहरूलाई चाहिँ चान्स मौकै दिन्न भन्ने कुराहरू पढिन्छ यसमा। र यसले यस्तो सिनेरियो चाहिँ मार्केट एकदमै ओभरहिट भएको बेला चाहिँ बन्छ है जिगज्याग। किनभने चाहिँ यसले चाहिँ ओभर भ्यालु अथवा स्टक अथवा प्राइसलाई चाहिँ एउटा सस्टेनेबल भ्यालुमा ल्याउँछ है। फ्ल्याट त तपाईँलाई पहिले भनिरह नै हो। अब यो चाहिँ तपाईँको चाहिँ एकदमै भन्छ नि अब बायर सेलर चाहिँ त्यति इन्ट्रेस्टेड नभएको एड्जस्टेड टाइपको हो है। यही नै हो। अब अहिले चाहिँ अब यसलाई चाहिँ अब यो डे टाइम फ्रेममा है, अब यसलाई चाहिँ मैले सानो टाइम फ्रेममा लिएर तपाईँहरूलाई सिकाउँछु है त। अब यो सेम फिगर हो है यो र यो। यसलाई चाहिँ मैले आवरली टाइम फ्रेममा चाहिँ अहिले यसको चाहिँ गरिरहेको छु है, यसको चाहिँ एनालाइसिस है। लाइक अब यो ए, अब यहाँनिरको जस्तो यो बी, यो सीलाई चाहिँ मैले क्यापिटल ए अनि यो बी अनि यो सी भनेर देखाइरहेको छु है, नझुक्किनुला। अनि अस्ति मलाई एकजनाले म्यासेज लेख्नु भएको थियो, 1, 2, 3, 4, 5 सकिएपछि सी सकिन्छ सर भन्नुभएको थियो है। यो होइन है यसरी 1, 2, 3, 4, 5 ले चाहिँ एज अ होल डिग्री 1 कम्प्लिट हो, लार्ज डिग्री है। अनि यसरी 2 माथि जान्छ 3, 4, 5 भएर चाहिँ सी सकिन्छ है। यसरी चाहिँ सी फिनिस हुन्छ। अनि तपाईँहरू एलियट वेभमा के चाहिँ बुझ्नुला भनेको चाहिँ 2 वटा टाइम पिरियडमा चाहिँ हामीले एलियट वेभको काउन्टिङ गर्छौँ। पहिलो टाइम पिरियड भनेको चाहिँ प्राइमेरी टाइम पिरियड नै हो। त्यो चाहिँ डेली चार्टमा हो। त्योभन्दा मुनि चाहिँ गरिँदैन। अनि त्यसपछि चाहिँ हामीले इन्टरमिडिएट टाइम पिरियड भन्छौँ। अर्को आवरली चार्ट हुनसक्छ है। यो आवरली चार्ट हुन्छ। अनि यो आवरली चार्टमा को टाइम पिरियड पनि कसरी क्याल्कुलेट गर्ने म त्यो त्यो नि भन्छु है आज तपाईँहरूलाई। किनकि एलियट वेबमा अरू कहीँ कसैले पनि कुन टाइम पिरियडमा चाहिँ क्याल्कुलेट गर्ने भनेर चाहिँ त्यो आइडिया दिँदैन है। त्यो चाहिँ म भन्छु। अनि अर्को चाहिँ एकदमै त्यो त्यो अर्को टाइम पिरियड भनेको चाहिँ प्र्याक्टिसको लागि हो। 15 मिनेटभन्दा मुनि चाहिँ जाँदैनौँ हामी। इन्टरमिडिएट टाइम पिरियड भनेको चाहिँ आफ्नो तपाईँको चाहिँ मेन कुरा भनेको चाहिँ तपाईँको अब मार्केट कति मिनेट खुल्छ 1 दिनमा। तपाईँको जस्तो नेपालमा 11 देखि 12 पछि फेरि 1, 2, 3 4 आवर्स खुल्छ भनेपछि चाहिँ 4 आवर्समा 240 मिनेट हुन्छ।
अनि हामीले डिभाइड बाई 5 गर्छौँ है। हो त्यो चाहिँ एकदम स्ट्यान्डर्ड टाइम पिरियड हो इलाइट वेभको काउन्टिङ है। त्यसरी गर्दा चाहिँ नेप्सेको टाइम पिरियड 48 मिनेट आउँछ है। त्यही भएर मैले 45 मिनेटसम्म चाहिँ गर्छु। त्योभन्दा मुनि चाहिँ भोलाटाइल त्यो काउन्टिङ चाहिँ मिस्टेक हुन्छ भनेर भन्छ है। 15 मिनेट्सको टाइम पिरियड त खालि प्र्याक्टिसको लागि मात्र हो। जस्तै संसारको जस्तो अब इन्डियाको कुरा गर्दा चाहिँ 75 मिनेटमा काउन्टिङ गर्छ। किनभने चाहिँ उनीहरूको 9:15 9:30 अथवा 9:15 मा मार्केट खुल्छ र 3:30 सम्म खुल्छ। त्यो खुल्दासम्म कति मिनेट हुन्छ त्यसलाई चाहिँ डिभाइड बाई 5 गर्दा 75 मिनेट आउँछ है। त्यो भनेको चाहिँ इलाइट वेभ थ्रु एकदम स्ट्यान्डर्ड टाइम हो। अनि त्योभन्दा मुनि चाहिँ काउन्टिङ गर्नु हुँदैन। किनभने चाहिँ त्योभन्दा मुनि काउन्टिङ गर्यो भने चाहिँ इलाइट वेभको काउन्टिङले चाहिँ मिसलिड गर्न सक्छ भनेर चाहिँ भनिदिन्छ है। त्यो चाहिँ भनौँ भनेर हो। अब मलाई चाहिँ सोध्नु भएको थियो, "सर यो 1, 2, 3, 4, 5 भएर चाहिँ सी फिनिस हुन्छ, हुँदैन है?" यो किनकि चाहिँ मैले इन्टरमिडिएट टाइम पिरियडमा गरिरहेको छु। यो डेली टाइम फ्रेममा गरेको भए छुट्टै कुरा। यो चाहिँ हामीले 1 आवर टाइम फ्रेममा किन गरिन्छ भने चाहिँ इनिसियल ट्रेड लिनलाई कि त बाहिरतिर हेर्ने भने चाहिँ अलिकति अलिकति एडभान्स भन्नाले 1-2 दिन अगाडि नै हामीले चाहिँ ट्रेड सेटअप बनाउनलाई चाहिँ आवरली टाइम ट्रेडमा गर्ने हो है। अब मैले यहाँदेखि मेरो काउन्टिङ गर्दा जुन यो हायर डिग्री बी अब यसलाई चाहिँ मैले इन्भ्यालिडेसन पोइन्ट भन्छु है अब चाहिँ। किनभने चाहिँ पहिला चाहिँ बी मैले यसलाई एज्युम गर्दा अब त्यहाँ न्युजहरू यताउता भयो अथवा टाइम ट्रेड अलिकति बढी लियो, यो बीले बढी पनि लिन्छ, अब त्यतातिर नजाउँ। इन्भ्यालिडेसन पोइन्ट हो है अब यो किनभने चाहिँ अब चाहिँ पर्फेक्टली बी चाहिँ एभ्री कुराले चाहिँ बी पर्फेक्टली योभन्दा अब माथि जान चाहिँ सक्दैन है। त्यही भएर चाहिँ यसलाई अब मैले इन्भ्यालिडेसन पोइन्ट र कुनै दिन प्राइस बीलाई चाहिँ प्राइसले चाहिँ ब्रेक गर्यो, ब्रिच गरेर माथि गयो विथ भोल्युम भनेपछि चाहिँ अहिलेको अन्डर गोइङ करेक्सन चाहिँ ओभर भनेर चाहिँ हामीले एज्युम गर्न सक्छौँ है। एउटा चाहिँ त्यो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ र अब यो चाहिँ मैले इन्टरमिडिएट टाइम पिरियडमा क्याल्कुलेट गरेको छु 1 आवर है। यसरी 1, 2, 3, 4, 5 भएर चाहिँ मेरो एज अ होल डिग्री 1 कम्प्लिट हो है यो। अब चाहिँ डिग्री 1 अब यो डिग्री 2 को लागि जान्छ, फेरि 3 आउँछ, फेरि 4 गएर 5 हुन्छ है यसरी 5 भएर अनि बल्ल चाहिँ सी फिनिस्ड हुने हो है। अनि मैले लास्ट टाइम चाहिँ तपाईँलाई 2640 अथवा 41 चाहिँ प्रिसाइजली चाहिँ वेब 5 को मिनिमम क्राइटेरिया हो मैले तपाईँहरूलाई भनेको थिएँ है त्यो बेलामा। त्यो चाहिँ वेब 5 को चाहिँ मिनिमम क्राइटेरिया क्राइटेरिया भनेको चाहिँ एलियट वेबमा चाहिँ तपाईँको के हुन्छ भनेदेखि चाहिँ मिनिमम क्राइटेरिया म्याच नहुँदासम्म हामीले चाहिँ रुल्स गाइडलाइन तपाईँको रुल्स र गाइडलाइन चाहिँ अम, 5 लाई चाहिँ हामीले यहाँ मिनिमम क्राइटेरिया म्याच नहुँदासम्म सिम्पली बुझ्दा चाहिँ यहाँनिर हामीले यसलाई 5 राख्न मिल्दैन है। 5 त मैले यहाँनिर राखे पनि हुन्थ्यो नि। यो पार्ट छोडिदिनुहोस्। यहाँनिर पनि त राख्न मिल्थ्यो। त्यही पनि मैले तपाईँहरूलाई हप्ता दिन अगाडि नै भनिसकेको थिएँ कि 2640, 41 भनेको मिनिमम क्राइटेरिया हो। प्राइस त्यहाँ आउँछ, आउँछ जसरी पनि भनेको थिएँ। अब चाहिँ अब यहाँदेखि चाहिँ बुझ्नुपर्ने कुरा के छ भनेपछि चाहिँ अब यो 5 चाहिँ तपाईँको एक्सटेन्ड भएर आउँछ कि मिनिमम क्राइटेरियामै 5 सकिन्छ भन्ने कुरा हो है। यो 5 चाहिँ जुन यो स्मल 5 ले डिग्री 1 कम्प्लिट भएछ नि। यो 5 चाहिँ अब यहाँनिर मिनिमम टच गरेको छ। त्यसपछि चाहिँ अब हल्का डिग्री 2 को लागि यो चाहिँ सी को यो हायर डिग्री है। जुन अहिले यो स्मल 1, 2, 3, 4, 5 ले यो 1 फिनिस्ड भए चाहिँ अब डिग्री 2 ठुलो डिग्री 2 जाने हो माथि। अनि यो भने चाहिँ एबिसी बनाएर जाने हो। र यसमा रिट्रेसमेन्ट लगाएर चेक गर्दा के हुन्छ भनेपछि चाहिँ अहिलेको एलाइडको बुकहरूले वेब 2 क्यान गो म्याक्सिमम 81% भन्छ है। 2757 देखि 58 म्याक्स टु म्याक्स हो यो। योभन्दा माथि चाहिँ प्राइस जान सक्दैन। टच हुन सक्छ। 100% कहिले पनि वेब 2 ले चाहिँ वेब 1 को ओरिजिन अथवा 0 पोइन्ट ब्रेक गर्दैन भन्छ है न्यू बुक थ्योरीहरूले। पुरानो बुकको चाहिँ कुरा नगरौँ अहिले। है, यसरी 5 भएपछि अब यो 2 जाने हो एबिसी भएर। अनि फेरि यो 3 आउने हो। अनि 4 गएर 5 भएर चाहिँ यो सी फिनिस हुने हो है। अनि यो सी भएपछि चाहिँ आफ्टर दिस हायर डिग्री सी आई एम एक्सपेक्टिङ सम अपर मुभ भनेर लेखेको छ। मलाई चाहिँ के लागिरहेको छ भने यो सी फिनिस भएपछि केही न केही चाहिँ एउटा मुभ चाहिँ र्याली चाहिँ आउँछ कि जस्तो लागिरहेछ। अनि मैले वेभ 5 को क्राइटेरिया चाहिँ फिल भएको छ। अब वेभ 5 यहीँ फिनिस हो कि वेभ 5 पनि एक्सटेन्डेड भएर आउँछ जस्तो त्यो पनि पोसिबिलिटिज हुन्छ है। जस्तै वेभ 5 यहाँदेखि यसरी यो 1 भयो, 2 भयो, 3 भयो, 4 भयो, 5 यसरी वेभ 5 यहाँ पनि त आउन सक्छ होइन? एक्सटेन्ड हुनलाई वेभ 5 त तपाईँको
थर्ड क्यान नट बी सर्टेज हो, वान चाहिँ थर्ड क्यान नट बी सर्टेज एमङ वेब 1 र वेब 5 हो, होइन? 5 चाहिँ लामो हुँदैमा त्यसले चाहिँ केही म्याटर चाहिँ केही राख्दैन है, यस्तो हुनसक्छ। एउटा चाहिँ त्यो पोसिबिलिटिज पनि हो। यसलाई चाहिँ यसरी हामीले चाहिँ गऱ्यौँ भने चाहिँ जस्तै योदेखि चाहिँ देखाउँदा यसरी अब यो वेब 5 यहाँनिर आएर पनि यो वेब 5 यहाँनिर फिनिस भएर डिग्री 1 यहाँनिर पनि फिनिस हुन पायो। यदि वेब 5 एक्सटेन्ड भएर गयो भनेपछि एक्सटेन्सनमा गयो भनेपछि अथवा गएन भनेपछि चाहिँ वेब 5 को मिनिमम क्राइटेरिया जुन मैले 2740 41 भन्छु यहीँनिर फिनिस चाहिँ छ है। अब चाहिँ मैले तपाईँहरूलाई चाहिँ के सजेस्ट गर्न सक्छु भनेपछि चाहिँ अ, एउटा सर्ट टर्मको लागि जुन स्टकहरू मोमेन्टम स्टकहरू जुन भोल्युम आइरहेको स्टकहरू छ विगत 10 15 20 दिन 25 दिनमा भन्ने एउटा मोमेन्टम छ जहिले चाहिँ नेप्सेमा चाहिँ भोल्युम आइरहेको स्टक जुन देख्नुहुन्छ जुन घट्या छ अहिले त्यो स्टकमा चाहिँ हात हाल्दा चाहिँ सेभ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ है। अब यो वेब 5 यहाँनिर चाहिँ अब मिनिमम क्राइटेरिया भयो अब यसरी जान्छ अब यसलाई चाहिँ यसरी हेर्दा मैले मैले भन्न खोजेको यो चाहिँ यस्तो हो त्यहाँ धेरै कुराहरू लेखा भएर चाहिँ कन्फ्युजन हुनसक्छ। यसरी चाहिँ मैले भन्न खोजेँ है। ल जस्तै लाइक यो 1, 2, 3, 4, 5 ले चाहिँ हायर डिग्री 1, डिग्री 2 चाहिँ एबिसी भएर जान्छ अनि फेरि 3 को लागि आउँछ फेरि 4, 5 है। अब यो 5 चाहिँ यहीँनिर फिनिस हो कि यो पनि 5 सबअर्डिनेटमा खस्छ कि यहीँनिर मिनिमम क्राइटेरियामा चाहिँ अ फिनिस्ड भएर माथि वेब 2 को लागि प्राइस माथि जान्छ भनेर अब त्यो चाहिँ हेर्न बाँकी छ। मलाई जहाँसम्म लाग्छ मिनिमम क्राइटेरिया म्याच गरिसकेपछि चाहिँ प्राइस र्यापिडली जुन खसिरहेछ विगत 6-7 दिन, 8 दिनपछि त्यो चाहिँ कम हुन्छ है। त्यो र्यापिड चाहिँ खस्दैन। एक्सटेन्सनमा यति प्राइस गएन भने र गए तापनि केही न केही सम्हालेर नै उ गर्छ भनेर पढिन्छ। अब मैले चाहिँ तपाईँहरूलाई चाहिँ एउटा सर्ट टर्मको लागि चाहिँ हेर्न सकिन्छ र वेब 2 लाई चाहिँ हामीले म्याक्सिमम 81% सम्म मात्र रिट्रेस हुन्छ भनेर यहाँदेखि लगाउँदा चाहिँ यो चाहिँ 2757 नै हो र मैले भने त्यहाँ जान्छ नै होइन, जान्छ नै भन्न खोजेको चाहिँ होइन कि म्याक्स टु म्याक्स त्यो लेभलसम्म हो। त्योभन्दा मुनि नै पनि वेब 2 फिनिस हुनसक्छ 61% मात्र रिट्रेस भएर 50% मात्र रिट्रेस भएर है, त्यो चाहिँ भन्न चाहिँ अब एक्ज्याक्टली यहीँ नै सम्म जान्छ भन्ने चाहिँ सकिँदैन। र मलाई चाहिँ प्राइसले चाहिँ केही अब कमिङ विकबाट चाहिँ अलि केही मुभमेन्ट अपवर्ड मुभमेन्ट दिन्छ जस्तो लागिरहेछ है। अ, अहिले चाहिँ अब यही नै हो, अब यसरी यो 3 को लागि जान्छ है, यसरी यो अब यसलाई चाहिँ हामीले यसलाई यसरी हेर्दा लाइक अब यो 1 भयो, यो 2 भयो, एबिसी भएर जान्छ अनि यो 3 आउँछ है। यो यसरी यो 1 भयो है, यसरी यो 2 भयो, एबिसी भएर सकिन्छ। 2 चाहिँ यो 3 आउँछ अनि 4 अनि 5 अनि भोलि चाहिँ यो 1 ले को लो पनि यो 3 बन्दा चाहिँ ब्रेक गर्छ है। यसमा चाहिँ यही नै हो, अब नयाँ भन्ने कुराहरू चाहिँ केही पनि छैन। अनि मैले एसपिडिएल भनेको चाहिँ एसपिडिएल चाहिँ तपाईँको सेफ साइड बेच्नेले चाहिँ मैले 450 देखि 70 भन्छु है, 50 देखि 70 को लेभलमा कसियस भएर एकचोटि चाहिँ बेच्दा हुन्छ है। त्यो चाहिँ मैले भनिदिया भएर चाहिँ हो, अहिले चाहिँ अब मैले रिकमेन्ड चाहिँ गर्दैन कुनै पनि स्टक किन्छु त्यो मैले भनेको भएर चाहिँ भनौँ भनेर यहाँ तपाईँलाई इन्फर्म गरौँ भनेर हो। त्यही नै हो, अब फेरि केही छ भनेपछि चाहिँ फेरि भिडियो बनाउने छु, विकली चाहिँ म बनाउँछु नै। म्यासेजहरू पनि लेखिरहनु भएको थियो साथीहरूले, "सर विकली चाहिँ गराइदिनु पर्यो" भनेर। अब मैले देखेको सिनेरियो चाहिँ यो चाहिँ हो। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? अब तपाईँहरूलाई चाहिँ एनालाइसिस वर्थी लाग्छ कि नै? अब त्यो कमेन्ट पनि गरिदिउँला र प्लस अब मैले चाहिँ अब केही अप मुभ चाहिँ देखिरहेको छु कमिङ विकमा। यो वेब 2 को लागि माथि जान्छ र एबिसी भएर जान्छ। फेरि ए बनाउँला माथि जान्छ, फेरि बी तल आएर सी भएर वेब 2 फिनिस। यो वेब 2 को लास्ट सी को पार्टमा चाहिँ फेरि बेच्दिँदै हुन्छ है। मैले त्यही भएर ट्र्याप हो है, कसैले पनि नकिन्नुला यो यसमा किनभनेपछि यो बीले चाहिँ ट्र्याप नै पार्यो अलिकति अनएक्सपेक्टेड वेले गएको थियो र मैले मेरो फेसबुक पेजमा चाहिँ लेखिदिएको थिएँ धेरैलाई। किनभनेपछि नयाँ बाई चाहिँ मैले रिकमेन्डै गर्दैन, भएको चाहिँ बेच्नुला भनेको। अब त्यो तब मलाई फिल भइसकेको थियो कि मार्केट तल आउँछ। त्यही पनि मैले रिकमेन्ड गरेको स्टकहरू त्यो टाइमसम्म पनि पर्फर्म गर्न नलाएको भएर मैले बेचिदिनुला नै भनेको थिएँ त्यहाँनिर। किन भनेपछि चाहिँ रिस्क नलिउँ किनभनेपछि मार्केट बढिरहेको बेलामा हामीले चाहिँ लगानी लगाएको स्टक बढिरहेको छैन भने त घट्ने बेला त अभियसली घट्छ त्यो। त्यो भएर भने झन् घटिरहेको बेला बढ्न सुरु गरे 1-2 वटा स्टकहरू। है अब चाहिँ
पहिला पनि मैले रिकमेन्ड गरेको स्टकहरू यति बढेको छैन भनेपछि चाहिँ यो वेब 2 मा बढ्छ है। फेरि यो वेब 2 बढिरहेको बेला तपाईँहरूलाई चाहिँ एकदम भोल्युम देखिन्छ अनि फेरि हायर हाई बनाए जस्तो देखिन्छ, ट्र्याप नपरुला है। वेब 2 ले चाहिँ तल आइरहेको वेब 2 चाहिँ यसरी ट्र्याप नै पार्छ, त्यो एकदम कसियस भएर एकदम सर्ट टाइमको लागि भनिरहेको छु मैले, यति ट्रेड गरेँ पनि वेब 2 मा 2-4 दिनमा चाहिँ बेचेर प्रफिट गरेर बाहिर निस्किहाल्ने। अब त्यो चाहिँ अब मैले भने नि मोमेन्टमवाला स्टकमा चाहिँ लगानी लगाउनुला। हस् है त, आजलाई यति गरौँ है त। हस्, थ्याङ्क यू है।